सम्पूर्ण साथीहरूलाई नमस्कार। आजको भिडियोमा म मेरो BBS 4th इयरको फुल स्ट्रक्चर रिपोर्ट राख्नेछु। यो चाहिँ मेरो फाइनल रिसर्च रिपोर्ट रहेको छ। यो चाहिँ मैले टेप बाइन्डिङ गरेको हो। यो चाहिँ सुपरभाइजरले ओके भनिसकेपछि अनि भाइभा भइसकेपछि टेप बाइन्डिङ र हार्ड बाइन्डिङ गर्नुपर्छ। यो चाहिँ मैले टेप बाइन्डिङ गरेको छु र हार्ड बाइन्डिङ चाहिँ रेडी भएको छैन, त्यो मैले गर्न दिएको छु। सो यो चाहिँ टाइटल पेज भयो। यसमा चाहिँ टपिकहरू हुन्छ अनि हजुरको नाम भयो अनि रजिस्ट्रेसन नम्बर, रोल नम्बरहरू। यो चाहिँ मैले प्राइभेसीको लागि ढाकेको छु। अनि यो क्याम्पस भयो हजुरले पढेको। अनि यो बुटोल, अब हजुर कुन क्याम्पसमा पढ्नु भएको छ त्यो ठाउँको नाम लेख्ने। त्यसपछि यो भयो के अरे डेट लेख्ने। अनि त्यसपछि सेकेन्ड पेज आउँछ डिक्लेरेसनमा हामीलाई चाहिँ स्मलमा लेख्नु भन्नुभएको थियो। यो चाहिँ सुपरभाइजर अनुसार फरक हुन्छ। हजुरहरूले यो हेर्न सक्नुहुन्छ, यो पज गरेर हेर्न सक्नुहुन्छ यो भिडियो। अनि त्यसपछि आउँछ सुपरभाइजर रिकमेन्डेसन। सुपरभाइजर रिकमेन्डेसन र इन्डोर्समेन्ट चाहिँ कलेजको लेटर प्याडमा हुनुपर्छ। यो चाहिँ कलेजले नै दिन्छ भन्ने हो भने। अनि यो पनि हामीलाई चाहिँ स्मलमै लेख्नु भन्नुभएको थियो। सो स्मलमै लेखेको छु मैले चाहिँ। अनि इन्डोर्समेन्ट पनि लेटर प्याडमा हुन्छ। यहाँ चाहिँ हजुरको कलेजको चेयरम्यान अनि क्याम्पस चिफ, हाम्रो चाहिँ घनश्याम पाठक हुनुहुन्थ्यो, त्यही भएर नाम उहाँहरूको लेखेको मैले। त्यसपछि इन्डोर्समेन्ट पछि आउँछ एक्नोलेजमेन्टमा चाहिँ हजुरको रिपोर्ट बनाउने प्रोसेसमा कसले हेल्प गर्नुभएको थियो उहाँहरूको नाम आउँछ यसमा चाहिँ। सो मैले चाहिँ लेखेको छु। त्यसपछि टेबल अफ कन्टेन्ट्सहरू आउँछ। टेबल अफ कन्टेन्टमा चाहिँ पेज नम्बरहरू हुन्छ। यो टपिक कुन पेज नम्बरमा छ त्यो मिलाउनु पर्छ। त्यसपछि लिस्ट अफ टेबल आउँछ। त्यसपछि लिस्ट अफ फिगर आउँछ। हजुरहरूले फिगर बनाएको कुरा चाहिँ यसमा आउँछ। यो कुन पेज नम्बरमा छ भनेर लेख्न सक्नुहुनेछ। त्यसपछि लिस्ट अफ एब्रिभिएसन, यो सर्ट फर्म युज गर्नुभएको छ नि उता रिपोर्टमा, हो त्यो सर्ट फर्मको यहाँ फुल फर्म के हो भनेर लेख्नुपर्छ। मैले चाहिँ यो पर्सेन्ट उता लेखेको छु रिपोर्टमा, त्यही भएर यो पर्सेन्ट भनेको के हो पर्सेन्टेज भनेर लेख्ने फुल फर्ममा। यो AIF युज भएको छ, त्यही भएर AIF को फुल फर्म के हो भनेर लेख्नुपर्छ यता। सजिलो छ है, तर केही टेन्सन मान्नु पर्दैन। हामीलाई पनि रिपोर्ट बनाऊ भनेपछि एकदमै टेन्सन हुन्थ्यो के लेख्ने के गर्ने भनेर, तर केही टेन्सन गर्नु पर्दैन। यो एकदम सजिलो छ ल हेर्नु। त्यसपछि यो भयो च्याप्टर 1 इन्ट्रोडक्सन। अब त्यो टपिक अनुसार फरक हुन्छ। मेरो चाहिँ अब यस्तो लेखेको छु मैले। डिपोजिट र प्रफिटको बारेमा थियो, त्यही भएर डिपोजिटको बारेमा हल्का लेखेको अनि यता प्रफिटको बारेमा नि हल्का लेखेको छु। फेरि कपी चाहिँ नगर्नु होला है, फेरि कपी गर्न चाहिँ पाइँदैन नि। प्रोफाइल अफ द ब्याङ्क भयो, यो चाहिँ ब्याङ्कले अवार्ड्सहरू पाएको। त्यसपछि स्टेटमेन्ट अफ प्रब्लम, यो चाहिँ हजुरहरूलाई सरहरूले सिकाइदिनुहुन्छ है। यो चाहिँ एक दुई दिनको क्लास दिनुहुन्छ छुट्टै। हामीले पनि 1-2 दिनको क्लास लिएर बनाएको हो। सो केही टेन्सन नगरिकन बनाउनु होला। यो रेस्टुरेन्ट भयो, रिभ्यू कन्सेप्चुअल रिभ्यू भयो। त्यसपछि टपिकहरू हेर्नु है। त्यसपछि रिभ्यू अफ प्रिभियस वर्क्स हेर्नु। त्यसपछि मेथड रिसर्च डिजाइन, पपुलेसन एन्ड स्याम्पल, टाइप्स अफ डाटा कलेक्सन प्रोसिड्युर्स, डाटा कलेक्सन कसरी गर्नुभयो, प्राइमरी डाटा हो कि सेकेन्डरी डाटा यताउता। त्यसपछि लिमिटेसनहरू, फाइनेन्सियल एन्ड स्ट्याटिस्टिकल टुल्स, अर्गनाइजेसन अफ द स्टडी हेर्न सक्नुहुन्छ। त्यसपछि लास्टमा फाइन्डिङ्स। अब यो रिपोर्टबाट हजुरले के फाइन्डिङ्स निकाल्नुभयो यो चाहिँ लेख्नुपर्छ। अब मेरो चाहिँ यो डिपोजिट बढिरहेको छ, त्यही भएर मैले इन्क्रिजिङ लेखेको छु। प्रफिट पनि बढेको छ। सजिलो छ है, सजिलो छ। अनि बिब्लियोग्राफीमा चाहिँ अल्फाबेट वाइज हुनुपर्छ है, अल्फाबेट वाइज हुन्छ। मेरो पनि हेर्नु है, A छ अनि त्यसपछि B छ, C थिएन, त्यही भएर D गरेको। अनि घिमिरे त्यो मिलाउनु पर्छ है अल्फाबेट अनुसार।
यो एपेन्डिक्स भयो। त्यसपछि सकियो मेरो रिपोर्ट चाहिँ। सो यही नै रहेको थियो मेरो रिपोर्ट चाहिँ। अब मेरो चाहिँ यो पनि बिग्रेको थियो, यो पनि बिग्रेको थियो। सुपरभाइजरले यो काटिदिनु भएको हो। यो चाहिँ यसै लेख प्रोफिटेबिलिटी नलेख भनेर प्रोफिट गराएको। यता भित्र पनि बिग्रेको छ अनि यो पनि बिग्रेको थियो। यो चाहिँ हामीलाई फन्ट साइज 18 मा राख्न भन्नुभएको थियो। यो चाहिँ नर्मल 12 मै लेख्न भन्नुभएको थियो। सो यो चाहिँ यो दुईटा बिग्रेपछि यो लास्ट एन्ड फाइनल हो मेरो चाहिँ। यहाँ पनि स्मल डिक्लेरेसन यो चाहिँ स्मलमा लेख्नु भन्नुभएको थियो। सबै चाहिँ स्मलमा लेखेको छु। सो त्यही भएर होप यो भिडियोले हजुरहरूलाई थोरै भए पनि हेल्प गर्यो। सो भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गर्न नबिर्सिनु होला र केही कन्फ्युजन छ भने कमेन्टमा आएर भन्न सक्नुहुनेछ। थ्याङ्क यू।